हेलो हेलो गाइज, गाइज वेलकम टु माई मिनी भ्लग। भ्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। सबैजनालाई स्वागत छ मेरो भ्लगमा। कहाँ कहाँदेखि हुनुहुन्छ, कस्तो हुन्छ, के हुन्छ, प्रतिक्रिया दिनु होला। सबैजनालाई चाहिँ सब्सक्राइब चाहिँ गर्नु होला। हामी चाहिँ आज यता यसो कति गाउँमा मात्रै बसिन्छ नि भनेर गाउँमा मात्रै बसिन्छ नि भनेर बजारतिर आएको। बस्ने त बजारतिरै हो, अहिले खासै कामकाज नभएर गाउँतिर आएको। अनि गाउँमा आएको पनि 2-3 दिन भयो। अनि यसो आज बजारतिर फर्किदिउँ न, गइदिउँ भनेर यसो कोठातिर के कस्तो छ अनि यताउता। अनि सानोतिनो काम पनि थियो, त्यो काम पनि सक्ने सबै थोक गर्ने भनेर चाहिँ आएको होइन गाइज। फेरि गाउँ नै फर्किने यो बेलुका। हामी चाहिँ अहिले आएको अनि दिदीभाइहरू आएका छौँ। सर्लक्क यहाँको भ्यू चाहिँ यताउता, यो चाहिँ हामी खुँदीतिरबाट आउँदैछौँ गाइज। सललल बाटो छ के अरे गाइज, मजा आउँछ कि। एकदम चिसो छ, व्यापक चिसो छ बेलुकाको समय। त्यही माथि अचेल त घाम पनि लगाएको छैन नि त। घाम पनि नलागिसकेपछि त अनि के हुन्छ भने चिसो हुने कि एकदम एकदम चिसो चिसो, साह्रै चिसो हुन्छ के। खत्रै चिसो छ क्या यो। घाम पनि नलाउने अनि यताउता यसो उसो गरेर नि चिसो छ गाइज। यस्तै छ गाइज। यताउता दृश्य देखाउँदै बाटोबाट सरल चाहिँ हामी जाने क्रम चाहिँ जारी नै छ गाइज। हजुरहरू चाहिँ अब यो भ्यू चाहिँ आएन क्या गाइज भिडियोमा। हजुरहरूले चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो होइन। यसो हेरिदिनु पऱ्यो कस्तो हुन्छ, प्रतिक्रिया दिनु पऱ्यो। हजुरहरू यार लाइक पनि गर्नुहुन्न। लाइक त कुरै छोडिदिउँ, भ्युज हेर्दै हेर्नुहुन्न। भ्युजै आएन गाइज। त्यस कारणले गर्दा हो कि यार, यस्तो भ्युज चाहियो कि गाइज। यसो सपोर्ट गर्नु पऱ्यो गाइज। सर्लक्क यताउता दृश्य चाहिँ खत्रै छ कि, बवाल छ कि, बवाल 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 छ, बवाल हो बवाल, बवाल भो बवाल भो बवाल भो। आज पनि पापी सहरमा बवाल भो बवाल भो, बवाल छ जिन्दगी। हेलमेट चाहिँ मेरो बाइक पल्चर भए पनि हेलमेट चाहिँ डट हेलमेट छ कि गाइज, डट हेलमेट। सर्लक्क ट्र्याक्टर छ, हामी चाहिँ ओभरटेक गरेर अगाडि लागेका छौँ गाइज होइन। सट्ठ लाएर यो बाटो चाहिँ कस्तो छ भने अलिक साँघुरो छ यो बाटो। त्यही भएर हल्का धेरै कुदाउनु नि हुन्न नि त। यहाँ अलिक मोडहरू धेरै छन्, त्यही भएर नि कुदाउन चाहिँ अलि झ्याउ छ कि गाइज। यहाँ चाहिँ खासै मैले कुदाउनै दिदी हुने पछि कि सट्टै पनि अब ट्याक्क पहाडतिर जानु पऱ्यो। यसो भाइ भनिन् हुन्छ त दिदी म पनि जानु काम छ भनेर यी दिदीलाई पनि यसो हुन्छ सहायता भनेर चाहिँ यसो लिफ्ट दिएको। चाहिँ घरमा छिमेकी दिदी हुन् होइन। यसो जान्छ नि, यसो बजारतिर घुमघाम गरौँ भनेर भन्न थालेँ नि म पनि। हुन्छ त नि अब कसैले के घुम्नु काम केही ल जानु छ यताउता भनेपछि म त हिँडिहाल्ने हो कि। त्यस कारणले गर्दा यस्तो छ गाइज। अब यहाँ पछिको भ्लग चाहिँ गाउँतिरको आउँछ है गाइज। गाउँतिरको बनपाखाको चाहिँ भ्लग चाहिँ यो पछि